यदि हजुरहरूको मेकअप फ्ललेस अनि सिमलेस राम्रो देखिँदैन भने चाहिँ जति सक्दो थोरै प्रोडक्ट्सहरू युज गर्ने सल्लाह दिन्छु मैले यो आफैले मेकअप गर्दा गर्दा यत्रो वर्षमा आफूले लर्न गरेको एउटा एक्सपिरियन्स पनि हो हैन। अब हजुरहरूले ठुलो ठुलो त्यो प्रोफेसनल मेकअप आर्टिस्टहरू हेर्नुभयो भने पनि उनीहरूले मेकअप गर्दा एकदमै थोरै प्रोडक्ट्सहरू युज गर्छ कि अब हामीले जस्तो पुरै फाउन्डेसन लतपत बनाएर मुखैभरि त्यसरी मेकअप गर्दैनन् हैन। अब मैले देखिराखेको हुन्छु कि कति फाउन्डेसन लतपत पारेको छ यता त्यता हैन। अनि एकछिन क्यामेरामा त राम्रो देखिन्छ ब्लरिङ इफेक्टले, तर रियल लाइफमा कस्तो भरेर उब्रेको कस्तो नराम्रो देखिन्छ कि हैन। त्यो भन्दा चाहिँ एकदमै थोरै प्रोडक्ट्सहरू लिने अनि यो अप्लाई गर्यो भने चाहिँ राम्रो देखिन्छ हैन। अब कन्टुरिङ यताउता आउँदैन भने त्यो अप्लाई पनि गर्नु जरुरत छैन। नर्मल्ली थोरै फाउन्डेसन लिने अप्लाई गर्ने अनि त्यसपछि थोरै कन्सिलर कता कता चाहिन्छ, धेरै पनि नलगाउने। अनि मैले यो रिमल लन्डनको सेटिङ पाउडर युज गर्छु होल फेस सेट गर्नको लागि। यो एकदमै राम्रो छ यो पाउडर, मैले युज हेर्न सक्नुहुन्छ त्यहाँ भ्याइन लगाइसक्यो कि। अनि मैले यो थोरै यो सिग्लामको प्लस लगाउँदैछु हैन। यो पनि एकदमै राम्रो छ। सिग्लामको ब्लसेसहरू त अब भाइरल नै भएको छ टिकटकतिर। अनि यो पाउडर ब्लसमा मैले यो कलर पपको किनेको थिएँ कि डियोरको जस्तै राम्रो कलर देखेर कलर नै नआउने कि नाम कलर पप छ तर के गर्नु। एनीवे थ्याङ्क यू फर वाचिङ।